एकदम मानिरहेको पर्व हो हैन। विशेष पर्वमा पर्छ छठ पूजा चाहिँ। जस्तो हजुरले व्रत बस्दाखेरि मागेको कुराहरू सबै पुरा भएको छ। हजुरको 2 वर्ष अगाडि म त्रिचन्द्रदेव पुरा थिएँ। यतिखेर म उदयपुर जिल्लाको गाईघाट बजार नजिकै रहेको खोलामा आएको छु। यहाँ छठ पर्व मनाइराख्नु भएको छ। यहाँ विशेष व्रतहरूको पनि कुरा गर्नुभयो। यति बेला म उदयपुर जिल्लाको गाईघाट बजार नजिकै त्रिया खोलामा रहेको छु। यहाँ छठ पूजा गरिराख्नु भएको दिदीसँग भेट भएको छ। उहाँसँग केही संवाद गर्नेछु। दिदी नमस्ते। हजुर छठ पूजा गरिराख्नु भएको छ। यो छठ पूजाको बारेमा अलिकति केही बताइदिनु न छोरे। एकदम मानिरहेको पर्व हो हैन। विशेष पर्वमा पर्छ छठ पूजा चाहिँ। जस्तो अब अरू समुदायको लागि दसैँ तिहार भए पनि यो थारू समुदायहरूको लागि हैन एकदमै धेरै मान्ने पर्वमा पर्छ यो चाहिँ। अब अहिले त प्राय थारू समुदायले भन्दा पनि नेपालीले एकदमै धेरै गर्न थालिसकेका छौँ हैन। एकदमै विशेष त्यो चाहिँ एउटा जसको सन्तान हुनुहुन्न हैन, जसले चिताएको कुराहरू पुगेको छैन, उहाँहरूले चाहिँ एकदमै धेरै मनैदेखि हैन त्यो सफल गरेर यो पूजा आर्चा गर्नुभयो भने चाहिँ यस्तो उहाँहरूको कामनाहरू पनि एकदमै सफलताको साथ पुरा हुन्छ हैन। एकदमै म चाहिँ विश्वास गर्छु किनभने यो कुरामा हजुरहरू कति दिन व्रत बस्नुहुन्छ यसको लागि? हामी 3 दिन 3 दिन बस्नुहुन्छ? हजुर। आजबाट सुरु भयो कि हिजोबाट सुरु भयो? यो व्रत अस्तिबाट सुरु भएको। अस्तिबाटै सुरु भएको? अनि व्रत हजुरहरू कहिले सकिन्छ? भोलि सकिन्छ। भोलि सूर्योदय लागु भयो झुल्किसकेपछि होइन? सूर्योदय सकेपछि सूर्यलाई हामी स्नान गरिसकेपछि चाहिँ अब जब हामी घर निस्किन्छौँ अनि मात्रै हाम्रो व्रत सकिन्छ। त्यस्तो यसको पूजा गर्नको लागि चाहिँ के गर्नुपर्छ? यति धेरै सामानहरू छ यहाँ होइन? हजुर। यसको पूजाको सामानको लागि चाहिँ धेरै विधिहरू पूजा गर्नुपर्छ। एकदमै धेरै पानी पनि नखाइकन एकदम होइन। थोरै सामान केही भनिदिन मिल्छ? एउटा ढाकीमा भएको हुन्छ। जस्तै अब यो नरिवल भयो होइन, यो छठ पूजाको लागि एकदमै धेरै मानिने भइगयो होइन। जस्तो यो बेसार भयो, अदुवा भयो होइन, भगटे भयो होइन, त्यस्ता कुराहरू जस्तो भराइसी कुराहरू हुन्छ। यहाँ बाहिरको कुरा केही पनि छैन क्या, जति भराइसी कुराहरू छ एकदमै यो कुराहरूले मान्ने पर्व पर्छ क्या। त्यस्तो हो। अनि के यो हजुरहरू अब यो हिन्दूहरूकै मान चाड हो होइन? एकदम अब धर्ममा विश्वास गर्नुहुन्छ। मागेको कुराहरू पुरा हुन्छ त? 100% पुरा हुन्छ। हुन्छ है? अहिलेसम्म हजुरले मागेको कुराहरू सबै पुरा भएको छ? सबै नै भएको छ। त्यसैले त अब नभोक नतिर्ख होइन इत्यादि कुरा हामीले पर राखेर मानेर गरिरहेछौँ नि त हेर्नु न। अब यतिखेरसम्म अहिलेसम्म अब पानीसम्म नखाइकन बसिरहेको छौँ र पनि अब त्यस्तो व्रतले यस्तो देखिन्छौँ त देखिँदैन नि। यो पनि एउटा शक्ति नै हो नि त होइन भने त मान्छेहरू 24 घन्टा केही खाएन भने पनि यसरी सक्दैन नि त बोल्न भयो फ्रेस भएर बस्नको लागि। अब हामी 3 दिनदेखि पनि केही नखाइकन होइन बसिराखेको छौँ, बोलिराखेकै छौँ। पानीसँग पनि मान्छे हुन्छ नि थुकसम्म मिल्दैनौँ कि त्यस्तो भनेपछि हिजोदेखि हजुरहरू केही नखाइ बस्नुभयो? खाइकन बसेको छु। यहीँ नि बसिरहनु भएको छ? यहाँ बसेको चाहिँ आज 3 बजे, बिहान 3 बजे आएको, दिउँसो 3 बजे। अब भोलि मात्रै निस्किन्छौँ यहाँबाट चाहिँ। भोलि चाहिँ बिहान कति बजी निस्किनुहुन्छ? बिहानको पूजा चाहिँ के हुन्छ हजुरहरूको? बिहान चाहिँ अब यहाँ जाने होइन, बिहान भएर चाहिँ रातभरि बसिन्छ। अब दियोहरू निम्रा दिँदैन, यहाँ बसेर बत्ती सत्ती बाल्ने ओर्ने होइन। अनि बिहान सूर्य उदाउनुभन्दा अगाडि पानीमा जाने, त्यस पछाडि सूर्य उदाउनु हुन्छ, उहाँलाई पूजा गरिसकेर। यदि यो बत्ती राति अब जस्तै निभियो भने के हुन्छ? त्यस्तो चाहिँ केही हुँदैन, तर अब यहाँ बसिराखेर हामी चाहिँ निप्न नदिने जागरमै जस्तो गरेर बसेर बत्तीहरूलाई निप्न दिँदैनौँ। बत्तीहरू बालिराख्छौँ, पालो सिस्टम गरेर भए पनि बत्ती चाहिँ बालिराख्छौँ। हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद है यो छठ पूजाको लागि। हजुरले मागेको सोचे आँटेको सबै पुरा होस् है। धन्यवाद। तपाईँ पनि आउनु भएको छ, केही कुरा मागेर जानु होला। यो वर्ष माग्नु, अर्को वर्षसम्म तपाईँले चिताएको सक्सेस होस्। हुन्छ, म अवश्य माग्नेछु। मलाई यो त्यति मजाले थाहा थिएन, मैले हजुरसँग धेरै बुझेँ। अब म पनि केही मागेर जान्छु अर्कोचोटिको लागि। हस्, हजुरलाई धेरै धेरै धन्यवाद। राजन चापागाईज्यूलाई पनि स्टेजमा अगाडि आइदिन हुन हार्दिक अनुरोध गर्दै प्रमुख अतिथिज्यूलाई यो 9 वर्ष भयो सम्मान पत्र प्रदान गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। अनि अब त्यो संस्कार आफूमा त ल्याउनै पर्यो। अनि अहिलेसम्म हजुरले व्रत बस्दाखेरि मागेको कुराहरू सबै पुरा भएको छ? हजुरको 2 वर्ष अगाडि त्यसैगरी श्री सशस्त्र प्रहरी बल नेपाल एक्सिडेन्ट भएको थियो। नम्बर 5 गढ हेडक्वार्टर रातमाटे अनि ठ्याक्कै भाइटिकाको भोलिपल्ट त तपाईँको
छट सुरु हुन्छ अनि त्यो हस्पिटल पनि एउटा हामीसँग सम्मान पत्र रहेको छ र म यो तपाईहरु समक्ष एउटा सम्मान पत्र चाहिँ वाचन गर्न गइरहेको छु। त्रिगा छठ पूजा समिति 2082 सम्मान पत्र श्री सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 गढ हेडक्वार्टर रातमाटे उदयपुर। हाम्रो देशको धार्मिक संस्कृति र सामाजिक ऐक्यबद्धता अभिवृद्धि गर्ने महान पर्व छठ पूजा 2082 लाई सभ्य भव्य र सुरक्षित रूपमा सम्पन्न गर्नका तपाईहरुको अतुलनीय सहयोग, सुरक्षात्मक व्यवस्था, अनुशासन तथा सद्भावपूर्ण साथले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा यस योगदानको उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। आज त्रिगा छठ पूजा समिति उदयपुर कृपया यो सम्मान पत्र लिदिन हुनका लागि सशस्त्र प्रहरी नायब परीक्षक शरद कुमार विष्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अर्को सम्मान पत्र लिदिन हुनका लागि चाहिँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखज्यूलाई स्टेजमा अगाडि आएर सम्मान पत्र ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। खीर पकायो अनि आजको दिन जिल्ला ट्राफिक कार्यालय उदयपुर पनि प्रतिनिधि हुनुहुन्छ भने कृपया स्टेजमा आएर सम्मान पत्र ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। अहिले चाहिँ अस्ताउँदै सूर्यलाई अर्घ दिनुहुन्छ। त्यसैगरी हामी समक्ष सूर्यदेवको मूर्ति बनाउन साथै पूजा सामग्रीको लागि भौतिक तथा सम्पूर्ण आर्थिक सहयोग गरी यस छठ पूजालाई सफल बनाउन गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै तपाईँ श्री सन्तोष प्रसाद स्वर्णकारज्यूलाई धन्यवाद सहित यो पदक पत्र प्रदान गरिएको छ। आयोजक त्रिगा छठ पूजा समिति उदयपुर। हजुरले सोचे सन्तोष प्रसाद रोनियाज्यू क्षमा चाहे सन्तोष प्रसाद स्वर्णकारज्यू तपाईँ यो माइकको आवाज सुनिराख्नु भएको छ भने कृपया स्टेजमा आएर यो पदक पत्र